आदरणीय मेरा प्यारा भ्लग हेर्ने मेरा दाजुभाइ तथा दिदीबहिनीहरू, यो हेर्नुहोस् हामीहरू बद्री विशालको दर्शन गर्न आउने क्रममा भारतको पहिलो गाउँ माडा गाउँ भन्दा रहेछन्। यहाँ आइपुगेका छौँ। यहाँ चाहिँ सतोपथ मार्ग पनि रहेछ। सतोपथ मार्ग भनेको पाँच पाण्डवले यात्रा अन्तिम चरणमा स्वर्गलोक गएको मार्ग रहेछ। यो देखिएको मार्ग जाँदै जाँदै यो पहाडको बिचबाट जाने ठाउँ रहेछ। अब यहाँभन्दा उता चाहिँ हामी जान सकिएन आज। अनि यो बाटो अन्तिम बद्री विशालको सानो मन्दिर यहाँ छ। यो हो बद्री विशालको। अनि पछि गएर उहाँ गर्दै उहाँ बनाए सब बद्री विशालका मन्दिरहरू जस्तै प्रकारका बनाएका हुँदो रहेछन्। उहाँ पर पनि अर्को मन्दिर छ। अब यो नयाँ ट्र्याक खुल्दैछ। सरस्वती नदी त्यो तल छिन्। त्यहाँ भीमशिला पनि त्यहीँ छ। पाँच पाण्डवको अघि मैले तपाईँहरूलाई देखाइहालेँ। अब म अन्तिम होटल देखाउँछु तपाईँहरूलाई। यो भारतको अन्तिम गाउँको अन्तिम होटल। यहाँभन्दा लास्ट यहाँभन्दा अरू होटल रहन्छ। यो अन्तिम होटल रहेछ। नास्ता सास्ता चिया खानेवाला पहिलो यहाँलाई अन्तिम होटल होइन, पहिलो होटल भयो यो। अब फर्स्ट यहाँबाट स्टार्ट। फर्स्ट गाउँको फर्स्ट होटल। ओके। जय श्री राधे, 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 जय श्री राधे। मार्ग भनेको यही हो। अब पहिले चाहिँ यहाँ हिँड्न बाटो अब सानो थियो होला, अहिले चाहिँ अलिअलि बनाएको रहेछ। यहाँदेखि उता चाहिँ केही छैन। यात्रीगण हेर्नुहोस्, सतोपथको मार्गमा जाँदैछौँ। पाँच पाण्डवले यात्रा गरेको मार्ग हो यो। यहाँ हामी यहाँ स्वर्गलोक जाँदैछौँ। स्वर्गलोक जाने क्रममा दाइ सबसे अगाडि लागेछ। अरू पछाडि छुटे। आमाहरू परै बसे हिँड्न नसकेर माडा गाउँमै। हामीहरू चाहिँ गाउँ कटेर पनि सतोपथ मार्गमा निकै माथिसम्म पुगिसक्यो। जय हो। यो भारतको एकदम फर्स्ट गाउँमा हामी आएका छौँ। यहाँदेखि यता सतोपथ जानुपर्छ अझै। सतोपथको लागि 4.5 किलोमिटर हो। जहाँ पाण्डवहरू यहाँबाट सिधै स्वर्ग गएका थिए। हामीहरू पनि त्यही बाटोमा हिँड्दैछौँ। अब यहाँबाट उता चढ्न सकिँदैन, हामीसित साधन छैन। अब यहीँबाट हामी फर्किन्छौँ। ल श्री राम, जय राम, जय जय राम, जय राम, जय जय राम, जय प्रभु। ल जय प्रभु। माना गाउँमा आइसकेका छौँ। माना गाउँ भन्नाले माना गाउँ कटेर सतोपथ मार्गमा अन्तिम भन्नाले फर्स्ट। जतिखेर अन्तिम भन्दा चाहिँ फर्स्ट गाउँमा आइपुगेका छौँ। आइपुगेर पनि यहाँ हामीले फोटो खिचाउने शुभ अवसर प्राप्त गऱ्यौँ। अब यो स्वर्ग जाने बाटो हो। एकदम गयो भने गएको गई फर्किँदैन। त्यही कारणले अब हामी यहाँबाट फर्क्यौँ। अहिले यता नै काले स्वर्ग जाने लायक छैनौँ हामीहरू अहिले। स्वर्ग जाने बाटो न ढुङ्गा छ न माटो। तर ढुङ्गा र माटो टन्नै छ। भाउजूले ढुङ्गा र माटो छैन भन्नुहुन्थ्यो। हाम्रो रम्बापुरको भाउजूले तर माटो चाहिँ छ। ल ढुङ्गा पनि छ। रकाइदिउँ।